हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि हामी चाहिँ मामा र म निस्किन लामो घरदेखि। यता मामा हुनुहुन्छ यहाँ, अनि चाहिँ म यता छु। हामी निस्किन लामो घरदेखि सो अब हामी चाहिँ निस्किन लाम। गोलबेडा लैजाउनु लाग्यो थियो घरदेखि ल्याएन मैले। सो हामी चाहिँ अब निस्किन लाम घरदेखि हामी चाहिँ निस्किसक्यौँ घरदेखि। अब आमा र म सो अब गुटु गएर बस्नु पर्ला एकछिन, अनि निस्किनु पर्छ। बाटो अफरोड छ है गुटुसम्म, अनि गुटुसम्म होइन कि बडीचोरसम्म अफरोड छ। चिने के बनाएको बाटो यो? तो गाइज बाटो चाहिँ यस्तै अफरोड छ, अनि एकछिन थोरै अनि पिच रोड भेटिन्छ ग्राभेल गरेको, नत्र बाटो त पुरै अफरोड छ। अनि बाटो चाहिँ बन्दै छ क्या, खास खतम बनाहा। अनि त्यस्तै छ, ठिक छ। मौसम पनि मस्त च्यालेन्ज दिइरहेको मौसमले। मौसम त एकदम सफा छ क्या, हिजो पानी पऱ्यो नि त, पानी परेर चाहिँ मौसम एकदम सफा भइरहेको। अब घरदेखि सुर्के दिन नलाग्यो। आन्टी खै यहाँ खै यता ढोक्दिनु भाइ। यी चाहिँ हाम्रो आन्टी हुन, यी चाहिँ हाम्रो लगिदिउँ र मेरो गाडी मलाई सोध्नु पर्छ, तिमीलाई सोधे लग्ने त कहिले बस त बस ल्याऊ त्यो अगाडि ब्याग ल्याऊ मेरो। त्यो होइन यो जसलाई ल्याउने पछाडि बोक त्यो त बिचमा फेराउँछ केही हुन बस्ने। सो गाइज यहाँ चाहिँ हाम्रो आन्टी भेटिनु भयो। अब आन्टीलाई लगेर जाँदैछौँ हामी। आन्टीलाई चाहिँ यहाँ त्यही 3-4 किलोमिटर टाढा मात्रै हो, अनि त्यही 3-4 किलोमिटर टाढा आन्टी जाने चाहिँ त्यहीँ छोडेर। अनि गुटुभन्दा यता खनेताल भन्ने गाउँ छ क्या, त्यहीँ छोडिदिने आन्टीलाई चाहिँ। अब आन्टीलाई लगेर हिँडिरहेको हामी चाहिँ। आन्टी हिँड्दै आउनु भएको रहेछ घरदेखि। सो गाइज यहाँदेखि चाहिँ गराबिल छ, हल्का गराबिल छ यहाँदेखि बिल छ। अनि यहाँदेखि लगभग गुटुसम्म भनौँ न, हल्का चाहिँ ट्यापको मायाताल आयो है। अब त्यो मायाताल हो।
मातल आयो यतै मायातलको गाउँ हो है।